साउदीको 45 डिग्री घामलाई चाहिँ बिट हान्न सफल होइन। कस्तो छ गाइज, गर्मी छ नि होइन, बवाल गर्मी छ साउदी, यस्तो बवाल गर्मी छ नि। अनि माथिबाट आउटडोरको वर्किङ त झनै गर्मी क्या। यस्तै हो, कसलाई दोष लाउने, आफैलाई होइन। आफूभन्दा त अर्को दोष लाउने छैन नि त। नेपाल सरकारले नेपालमा काम गरिरहेका अब राम्रोसँग पढिरहेका मान्छेहरूलाई नेपाल सरकारले घरै घरै लगेर जागिर लगायो होइन नि त। उनीहरूले कि म पढेँ, स्ट्रगल गरेँ, मेहनत गरेँ होइन, आफ्नो ट्यालेन्ट आफ्नो क्वालिटीले त्यहाँ पुग्यो नि त होइन। हामी पढ्ने बेला गुच्चा खेल्न गइयो, फिल्म हेर्न गइयो होइन, मेला महोत्सवतिर धेरै ध्यान गइयो होइन। अनि आज खाडी कोही 45 डिग्रीमा आइयो नि त। ठिक छ, केही छैन, सबैले आफ्नो कर्म गरिखाने हो होइन। यो दुनियाँमा जसरी आयो त्यसरी नै जानुपर्छ। तर जस्तो भयो भने खुसी हुन चाहिँ सक्नुपर्छ, सिक्नु पनि पर्छ गाई छैन। यस्तै हो, क्यामेरामा पुरै पसिनाले ल्याम भएको छ। हल्का सफा आयो आएन, अहिले सफा आइरहेको छ। ठिक छ, यो हो खाडीको पावर होइन। पैसाको भ्यालु, पैसा कसरी कमाउँछ, यो हो भ्यालु। त्यही भएर आफ्नो कामको सम्मान गरौँ। म मेरो काम र मेरो पसिनाको सम्मान गर्छु, तपाईँहरू पनि गर्नु होला है त।